लगभग 10 मिनट जति वरिपरि घुमाएर सायद ततायो होला, इन्जिन ततायो होला। त्यसपछि जब हाम्रो भुइँ छोड्ने बेला भयो, अब चाहिँ बल्ल मजाले रेसमा कुदायो। अघिसम्म यो चक्का पनि फेन पनि अलिअलि हल्लिँदै थियो। अब चाहिँ हामी बिस्तारै बिस्तारै भुइँ छोड्दैछौँ। यो पारी पनि आएको आइस आफ्नो समयमा। लगभग अगाडिको चक्काले भुइँ छोडिसक्यो, पछाडिको चक्काले नि भुइँ छोडो ल। एकैछिनमा हामी त माथि। अब त घर त यत्रो सिधै चढ्दो रहेछ। स्टार्ट गरेको लगभग 1 मिनटभित्रमै यति माथि पुग्दो रहेछ। आज चाहिँ मजाले हेर्नु पऱ्यो, यसको अनुभव लिनु पऱ्यो। घर पनि ल अब त मैले भिडियो सुरु गर्दाखेरि भुइँमै थियो। कति भयो भिडियो सुरु गरेको? 1 मिनट 3 सेकेन्ड भयो। मैले भिडियो सुरु गरेको 1 मिनट 3 सेकेन्डभित्रमा हामी यति माथि आइसक्यो। अब अहिले गाडीहरू घरहरू यति सानो देख्ने भयो। जुम गरेको, जुम नगर्दा यति 1 मिनट 18 सेकेन्डमा हामी यति धेरै माथि आइने रहेछ। अघिसम्म मुनि हुन्जेल ठुला ठुला घर देखेको, अहिले त पुरै मान्छेको टाउको जस्तो देख्दो रहेछ। घर त कति बाक्लो रहेछ ल। किरकिर आउँदो रहेछ। हामी चाहिँ अहिले कोरियाको थिम्पू एयरपोर्टबाट, सबको नजिकै थिम्पू एयरपोर्टबाट जेजुदो जाँदैछौँ। जेजुदो जान चाहिँ यहाँबाट लगभग 50 मिनट टाइम लाग्छ। अझै माथि 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 अझै माथि नै गइरहेको छ। म चाहिँ यहाँ सानो झ्यालबाट खिचिरहेको छु। अब त घाम पनि तल देख्दो रहेछ। हामी त घामभन्दा पनि माथि पुगिसकेछ। अब घरदेखि नै सम्म 2 मिनट 28 सेकेन्डमा लगभग घर त छेकिने बेला भइसकेछ। राति चढियो भने अथवा राति हिँड्ने भने चाहिँ केही देखिँदैन, तर यसरी दिउँसो प्लेनमा चढ्दाखेरि चाहिँ सबै कुरा हेर्न पाइने रहेछ। यो प्लेनको पङ्खा पनि अघि यो पुरै हल्लिरहेको थियो, अहिले चाहिँ पुरै स्ट्रेट भएर टक्क बस्दो रहेछ। अब अहिले हामी माथि छौँ। अब झर्ने बेलामा एउटा